जहिले यस्तै गर्छ क्या, जहिले यस्तै गर्छ। रोनाल्डोलाई बोल्दै भन्छु दिँदै दिँदैन, ठाउँले यस्तो पनौती लाग्यो क्या हो यार। अब म त पोखरातिर गएर हेर्छु है गाइजहरू यार, भएन। कलङ्की है साथीहरू, कलङ्की अब आइसक्यो। अब दादा छिटै जान्छ टिमलाई जिताउनलाई पोखरा। यहाँ गोइङ टु पोखरा। अब चाहिँ कलङ्कीमा हुन्छ स्टुडेन्ट। ओके भाइ, come on Cristiano Ronaldo, come on, we can do it. स्टुडेन्टमा जाँदैछौँ कलङ्कीबाट सिधै अब पोखरा जानुभन्दा अगाडि होइन, तब स्टुडेन्ट हान्छ हामी चाहिँ खाजासाजा खानु पऱ्यो नि त। के रहेछ त क्रेजी कलङ्कीमा? कलङ्की त्यस्तो सफा नभए पनि सुन्दर त छ नि त मनबाट है। ल जाउँ हामी त्यति गएर भेटौँ है त। फाइनली हामीले समोसा भेटिसकेका छौँ। बढी मेहनत गरेर बल्ल 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 समोसा पाएको है। यहाँ चाहिँ समोसा चिसै छ। अब यो चाखेर हेरौँ है त कस्तो रहेछ। कस्तो पाइन्छ त यो कलङ्की जाने बाटोमा समोसा। म हो बिपिन गौतम, रिपोर्टिङ गर्दैछु। ठुलै छ है, नट सो भेरी गुड। अचार चाहिँ मिल्ला चाखाउँछ चाखाउँछ। अघि चाहिँ खुसी लाग्यो, अहिले चाहिँ मिठो लाग्यो है। भोकले पनि हुनसक्छ कि। अब यसलाई चाहिँ म अब के रेट गर्छु भन्दाखेरि चाहिँ आउट अफ 10, यो 10मा 7 आउट 10 ओके सिमिलर रेटिङ रहेको छ। एउटै स्वाद, हामी दुई आँखा एक दृष्टि। इन्डिया जाने चाहिँ यो रहेछ नेपाल इन्डिया फ्रेन्डसिप। अब यसमा हामीले ट्राभल हान्नु परेछ छिट्टै नै। हामी कहाँ जान्छौँ? दिल्ली। हामीहरू नेक्स्ट दिल्ली मोदीसँग भेटघाट वार्ता छ हाम्रो। हो अब त्यही नै छ होइन। समथि सामान्य प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले चाहिँ हेर्दै हुनुहुन्छ भने हामीलाई फाउन्ड गरिदिनु होला। हामी आउनु छ, हामी दुईजना दुई भाइ आउँदैछौँ होइन। स्वागतको लागि रेड कार्पेट हाम्रो चाहिएन। हामी अब डाउन टु अर्थ नै पऱ्यो पहिलेदेखि, बच्चादेखिको बानी हो। हामी त्यसो भाउ चाहिँ खोज्दैनौँ। गुगल नेपालमा चाहिँ यस्तो गुगल होइन सानोतिनो बात हो क्या यो। गुगलको साउले पनि यहाँ पहरामा गाडी हालेको अवस्था रहेको छ। यहाँ दाइ हाम्रो एप कसरी छ? 10 रुपियाँ 100 रुपियाँ। हजुर 100 रुपियाँ 100 रुपियाँ किलो? हजुर 100 रुपियाँ। यो कुन चाहिँ एप दामी? यो कहाँको एप हो? ए लाहानको मालदो हो भाइ। लाहानको मालदो। ए ओके। अनि भारतबाट ल्याएको छैन नि यसरी? होइन भारत यही लाहानको माल हो, एकदम बेस्ट वाला मालदो आम हो। हजुर हजुर एकदम धेरै गुलियो हुन्छ, मिठो छ नि होइन? हजुर। ल अनि उयो चाहिँ काँचो जस्तो छ त हाम्रो यो ड्यामेज पिस त छैन यहाँ? ड्यामेज पिस छैन। हामी चाहिँ अब हामी यो यसको फुड टेस्ट डिपार्टमेन्टबाट आएको हो क्या। जस हामी यो कान्तिपुर मिडियाले खटाइरहेछ जे, त्यही भएर हामी चाहिँ यस्तो अन्डर कभर टाइपको। तपाईँलाई के भन्नु छ? होइन हामीले के अरूलाई भन्नु छैन। हामी चाहिँ क्लिपहरू पठाउने हो क्या। सो हामी यहाँ यसो हेर्न आएको मार्केटमा के रहेछ भनेर है। धन्यवाद तपाईँलाई। हजुर धन्यवाद। ल अब यो बाटो पनि खासै गतिलो बनाएको यो लास्ट बनाउने कलङ्की लास्ट बनाउने यो बाटो यो एकचोटि आइन्छ यार। यहाँदेखि तलतिर जो पनि जाने हुनुहुन्छ लास्ट शनिबार बजार दृश्य अवलोकन गरेर। ल साथीहरू हामीलाई चाहिँ धोका भइसकेको छ। गाडी अहिलेसम्म आएको छैन है। जस्ट हाम्रो 30 को टाइम थियो, 8:30 को गाडीमा अहिलेसम्म आएको छैन। अहिले 9 कति भयो? 8:40 भइसक्यो। सो नेपालको गाडी ड्राइभरहरूलाई चाहिँ विश्वास नगरिदिनु। अझै पनि यसमा चाहिँ सुधार गर्नुपर्ने विषयको सरकारलाई ध्यान आकर्षण गर्नु छ। ड्राइभरहरूको धेरै गर्लफ्रेन्ड हुनुको कारण चाहिँ के हो जस्तो? उहाँहरूको यही ढिला सुस्ती, बाटोमा भेटघाट एउटा चोकमा एउटा, हजुर अर्को चोकमा अर्को होइन। ठिक छ। बस हिँडिसकेको छ है त साथीहरू। सक्यो, हामी तयारीमा छौँ। हामी सानोतिर हिँडेको दामी छैन बच्चैदेखिको होइन। लाइक इन्टेरियर पनि दामी नै छ होइन। फेरि सो दायाँ बायाँ कुरा होइन। अब चाहिँ वर्ल्ड कप हेर्न सिधै पोखरा आज हामी इमिडिएट एक्सन हुन्छ हाम्रो। के छ यसमा विचार? पोखरा गएर पोर्चुगलको ड्र हेर्न चाहँदैनौँ फेरि अर्को म्याच।
सो स्याड भइरहेको छ मलाई काठमाडौँमा बोर लाग्यो त्यो म्याच हेर्दै गर्दा अब सियोर हामी पोखरा गइसकेपछि त्यहाँ बाबाजी मन्दिरमा गइसकेपछि र पोर्चुगलले सियोर जित्यो नि अब यसमा केही मलाई No, के no. लागिरहेको छ भने 5 गोल हानेर जित्नुपर्छ अर्को म्याचमा हो नि आज अर्कोले 0 हान्नुपर्छ ए हामी यत्रो कष्ट गरिसकेपछि पोर्चुगलले 5-0 मा जित्नै पर्ने हुन्छ तर हाम्रोतिरको पहाडतिरको गाडी चढे जस्तो चाहिँ नहुँदो रहेछ क्या त्यो दोहोरी खोइ दोहोरी गई खै टपरी के अरे सालको पातको टपर छैन अब होइन अनि के अरे यहाँनिर त केही इनर्जी नै छैन हल्ला भनेको एउटा एसीको भयो केही पनि छैन मजा चाहिँ हाम्रो आफ्नो लोकल भाइब चाहिँ आएन कि तर के भन्छ हामी आफैमा भित्री रमाइलो साथीहरू हामी चाहिँ आइसकेको छौँ है बाबाजी मन्दिर ए सरी राधाताल राणा होइन फेवाताल फेवातालमा छौँ हामी चाहिँ यो कहाँ हो हेरिदिनुहोस् त बिल्कुल 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 यो चाहिँ हामी फेरि फ्रस्ट्रेट भएर काठमाडौँमा लर्ड्स अफ फ्रस्ट्रेसन बिहान 6 बजे नै हामी दर्शन गर्नुपर्छ फेरि हामीले एउटा कमिटमेन्ट गरेको थियो आज पुरा हुने भयो भनिरहेको छ बिहानको चिया पोखरामा भनेको थियौँ हो नि आज त्यो हुने भयो क्या अब फेरि बिहान 5 बजे 6 बजे बाहेक मन्दिर दर्शन गरिँदैन फेरि हाम्रो त्यस्तो छैन आज चाहिँ त्यो कारणले हो ल ऊ हाम्रो दादा जाँदै हुनुहुन्छ हामी पनि जानुपर्ने थियो हामी भन्नु पर्यो त्यहाँनिर फेवातालमा साइली के हो वाचन पोखरामा आएर पानी नपर्नु भनेको नमजा हो क्या नमजा यो पर्नै पर्छ क्या आउने बित्तिकै पानी परेको छ हामीले यो एकदमै गुड स्वागत यो अनुसारको भ्यूमा वेलकम हामी चाहिँ यहाँ काइकिङ गरौँ भनेको सर्फिङ गरौँ भनेको हल्का बारिशे बारिशे ज्यादा बारिशे हल्का ज्यादा आती है बुलाती है बिस्तर से यो गिराती है एक कपिराइट हाल्नु ठ्याक्कै मिलिरहेछ ए फेरि यार यो पोखरामै सम्झे भोइस पनि त्यही अनुसारको छ नि त यो यही बाटोमा बिहान पख हिँड्नु भनेको चाहिँ एकदम आफूलाई लक्की ठानिँदो रहेछ क्या या रातभरि जडियाहरू खाएर सुतिरहेको हुँदो रहेछ चिया खाने ठाउँ खोजिरहेको छौँ भेट्दै भेट्दैन सबै चिया खाने त केही पनि छैन चिया खाने मात्रै रातभरि चाहिँ उहाँहरू चाहिँ मदिरामा लट्ठ परेर अहिले अवस्थामा हो नि सम्झ बसिरहेका हुने रहेछन् यहाँको फेवाको लेक साइडमा सरर र पोखरामा चियाका लागि कसैले पनि सुन खै लाउरे दाई भेट्न आउँछु भन्दैछ त कहाँ गएछन् अलमोस्ट बिहानीको पोखराको स्ट्रिट सुरुवात भइसक्यो बिहानी नै हामी चाहिँ अब यत्रो घुमेर भन्दा पनि रातभरि गाडीको थकान पश्चात बी क्याफे बिहान 5 बजे नै हामीले कहाँ बाराही मन्दिर दर्शन हानेर होइन अब चाहिँ हामी जाँदैछौँ अब लेट्स गो अब फुड हन्ट भयो है अब फेरि भोक लागिसकेको त हामी चिया पानी कहाँ गर्छौँ त के अरे यो स्ट्रिटलाई चाहिँ के अरे हिमालयन जाभा कफी चाहिँ हामी खाइदियो स्ट्रिटको नाम थाहा छैन यार लेक साइड पोखरा ए पोखरा यता स्ट्रिट लेक साइड पोखरा जाउँ मङ्गल चौतारा ल हामीले यहाँ रिसोर्टहरू रहेको चाहिँ पायौँ है हामी चाहिँ स्कुटर रेन्ट गर्ने ठाउँ खोज्दैछौँ जहाँबाट हामी सही ठाउँमा पुग्न सकौँ खाजासाजा खान सकौँ होइन लेट्सको हामी गइरहेको अब हामी कहाँ बुम्तीकोट फुम्तीकोट है हामीले चाहिँ शिवजीको दर्शन पाउनलाई अब कता ए म्याप त मैसित हो त हो हामीले चाहिँ टक्क लगाएर फेरि हामी यही वरिपरि मात्रै घुमिरहला जस्तो लाग्यो होला कि तपाईँहरूलाई तर वी आर गोइङ टु द ल ओइ यो त के हो इमर्जेन्सी लाइट हो भोलि ल खाइट अब चाहिँ हामी गइरहेका छौँ बुम्तीकोट अघि चाहिँ बाटो मिस्टेक भएको कारणले होइन हजुर अहिले फेरि हामी आइसकेका छौँ पोखराको बजारमा
लड्की हजारो लकी हजारो भगरहरूलाई चाहिँ फेरि पैसाको कमी छैन भन्दो रहेछ होइन हो नि हामीले मनिटाइज भएको भएको के गर्नु तर पानीले पनि साथ दिइरहेको छ हामीलाई मौसमले पनि ब्युटिफुल नेचर ए चस्मा लाउनु पर्छ क्या हो होइन कोही मेरो चस्मा खै हामीलाई देखिएकै छैन ला चस्मै हरायो मैले सन्देले चस्मा कहाँ राख्यो ए यो गोजीमा रहेछ ओके त्यसो नगरौँ है हो ए 50 भन्दा माथि जान पाइएन ए फेरि यहाँको पनि नीति नियम चाहिँ अलि थाहा भएन होइन ट्राफिक रुल्सको पालना गरौँ है साथीहरू पालना जहाँ हुनुहुन्छ जुन कुनामा नेपालको जुनसुकै ठाउँमा भए पनि ट्राफिक नियमको सधैँ पालना गरौँ संसारको जुनसुकै कुनामा बसेको पनि 29 मिनट follow the traffic rules and help for our friends ओके traffic friends ओइ तेरो फोन झरा लगाइसक्यो अहिले खिचिरहेछ म त खल्तीमा छाडेको क्या सक्तो यहाँबाट चाहिँ लोकल गाडी जति माइदिएर छ त्यही हो नि तर अब लोकल गाडी हेरम्बु पारी यहाँबाट तल हो कहाँसम्म छ पैसाको यहाँबाट राइड आउनु पर्ने हुन्छ तपाईँहरू यसलाई मिलाउने के गर्ने अड्डिन्छ होला है अडिङ गर्न यो फोन यहाँबाट झर्न लाग्यो यहाँबाट राइट लागिसकेपछि सिधै म्याप हेर्दै हेर्दै जानु पर्ने हुन्छ कृपया यहाँ राम्री राम्री नानीहरूलाई हेरेर नभुल्सिनु होला खोलाको पानी र नानीको भर हुँदैन पोखरामा फेरि यो बाइक खतरा कुद्छ क्या सब दामी छ दामी होइन पुरै कुहिरो लागिसकेको छ यहाँबाट चाहिँ खतरा भ्यू देखिरहेको छ कि हामी जानुपर्ने चाहिँ हाम्रो शिवजीको मूर्ति भएन हो कता पो छ हौ जस यही बाटोबाट हो त्यहाँ भ्यू टावर पनि रहेछ दामी छ दामी सरप्राइज छ टुटवाला छ हो नि सबै यहाँबाट जस फुलचोकीबाट काठमाडौँ देखा जस्तो देखिँदो रहेछ सबै हाम्रो गल्ती हुन्छ हो नि ल त्यो चाहिँ पोखरै हो त हामी आएको त्यहीँबाट हो त त्यहीँबाट हो हामी चाहिँ हाम्रो कुम्दिकोट आइसकेको छौँ हर महादेव जय शम्भु शिवजी दामी छ है मूर्तिहरू चाहिँ सेक्सी बनाएको रहेछ है यो चाहिँ जय शम्भु नमः पार्वती पते हर हर महादेव भन्न नमः पार्वती पते हर 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 महादेव ओके पहिला हामी हेरौँ हेर्न पर्ने कुराहरू होइन हेर्नै पर्ने कुराहरू यो बादलभन्दा करिब 10-15 हजार फिट माथि हामी छौँ होइन यहाँ माथि बाज मात्र आउँछ अरे यहाँको स्थानीयको भनाइअनुसार बाज भनेको त्यो इगल हजुर फेरि अनि महादेव चाहिँ यहाँनिर चाहिँ ल तर मलाई एउटा मन नपरे के भने हजुर यिनीहरू महादेवको मन्दिर छ त्यहाँ तल मासुको बस्न आइरहेछ बाघलाई होइन शिवजीको बाघलाई तर फेरि शिवजी बसेको चाहिँ बाघ हो कि
शिवजी त खास नन्दीमा बस्नुपर्ने होइन र? छाला उहाँको ओके। छाल धेरै कपडा। तर मूर्तिहरू चाहिँ दामी नै लाग्यो है। अब यो फेरि सेवा लाइक शिवजी अनि साथमा डमरू नभएपछि चाहिँ मजा नआउने हेर्नुहोस् है। मलाई चाहिँ फेरि त्यो हुनै पर्ने डमरूमा पछाडिबाट ना। ल हेरौँ है साथीहरू, यो पछाडिको दृश्य हो यो, जुन फेवातालको उताबाट अगाडिबाट चाहिँ यो देखिँदैन। जुन अतिक्रमण भइसकेको जग्गा चाहिँ यही होला क्या, हजुर जुन अतिक्रमण भन्थ्यो नि। अनि र त्यो के अरे सुदनेले पनि किनेको जग्गा भनेको चाहिँ परको त्यो डाँडा त्यो ऊ जस्तो छ नि त्यो होला क्या। मैले चाहिँ गेस मात्र गरिरहेको छु है। पक्कै पनि तर यहाँ त्यो त धनी रहेछ है। त्यस्तो किनिदिने भनेको एक हातको कति लाख अरे? एक हातको 1.5 लाख। 1.5 लाख एक हातको 1.5 लाखको साथीहरू यहाँ लिने भएदेखि होइन। हामी सम्झिनुलाई कन्ट्याक्ट नम्बर डिस्क्रिप्सन कमेन्टमा छोडिदिइरहेका छौँ। तर टकलाएर होइन विश्व शान्ति स्तूपा कामना पनि गर्दछौँ विश्व शान्ति होस् लागि। डोनाल्ड ट्रम्प सडिगेलै आन्दोलन चाहिँ अट्याक नगरेसम्म पुगोस् हो नि। शान्तिको लागि हामी अघि बढ्दैछौँ, त्यसैले हाम्रो यात्रा सफल रहोस् कि कसो। सफलताको हामी यहाँको त्यो महादेव यो चाहिँ बुद्ध होइन हजुर? यत्तिको ठाउँ आइसकेपछि चाहिँ 2 शब्द हजुरहरूलाई घरै बसेर हेरिदिनु भएकोमा धन्यवाद। घरमै सुत्नुहोस्, त्यही रमाइलो हो। खुट्टा पनि दुख्दो रहेछ, पैसा नि अलिअलि खर्च हुँदो रहेछ। बरु सुतेर बसेको भएदेखि हामी हेर्नुहोस् त अहिले। अनि ल बस्नुहोस् है, होइन बस्नुहोस्, किन बस्नु, सुत्नुहोस्। सुतेकै राम्रो छ है। यो जुनीमा एउटा पाएको होला जुनी, के घुम्नुहुन्छ त्यही पनि होइन? म चाहिँ त्यही भन्न चाहन्छु हजुर। एक बारको जुनीमा सुतेर चाहिँ ड्रिम सपना देखेर चाहिँ पुरा गर्नुहोस् क्या त्यो कुरा। उठेर पुरा गर्न नसके नि। ल हाम्रो चाहिँ यहाँ साइलेन्स मेन्टेन गर्नुपर्छ। Keep quiet guys, keep quiet. Please take a silence. विश्व शान्तिको स्ट्यान्डमा आएर आजको हाम्रो खाना दही र भात। मासु चाहिँ छैन है, मासु चाहिँ यार हियर सरङकोट साथीभाइहरू होइन, भर्खरै सरङकोट पुगिसकेको टेकिसकेको भर्खरै ल भर्खरै हेर्नुहोस् त। अब तर हेरिसकेको छ यो फेवाताल ओइ प्याराग्लाइडिङ अनि त्यहाँनिर हाम्रा 2 साथीहरू प्याराग्लाइडिङ खेलिरहेछन्, जुन चाहिँ एकदमै उहाँहरू चाहिँ प्रभावित भएर पोखरा बसाए। म चाहिँ खासमा फुटबल हेर्न आएको, फ्रान्सले जित्यो, मजा आइरहेछ होइन। 4 गोल हान्यो नि त सम्झि। जे हामीले क्यामेरा डाउन भएर मात्र नखिच्यो हो नि। हो रातभर यार त्यत्रो आज चाहिँ हाम्रो हेर्नुको मजा नि जित्दाखेरि आयो क्या। आज चाहिँ हाम्रो भ्लगको एन्ड यही हुन्छ होइन, कम्प्लिट हाम्रो गरिदिउँ। हामी फेरि ब्याक टु काठमाडौँ, अरू टिमको पनि हेर्नु छ होइन।